यो सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री महोदयको एउटा सोच हो। उहाँ त्यो दिन त्यसै माथि गेजिङमा एउटा कार्यक्रम थियो। गेजिङको कार्यक्रम सकेर यहाँनिर उहाँले एउटा सानो कटेरो देखेर यहाँनिर बाहिर निस्किनको लागि आउनुभयो। आएर यो स्थिति देख्दाखेरि उहाँले एउटा गरीब मान्छे जो क्यान्टिन चलाएर खाँदैछ, यो पहिला उहाँ हामीले एलोकेट गरेको गभर्मेन्टको फरेस्ट ल्यान्ड रोडको आदिमा, अनि मुख्यमन्त्री महोदयले त्यति बेला आएर अलिकति खाजा पनि खानुभयो। अनि उहाँहरूलाई जुन एउटा परिस्थिति एउटा जङ्सनमा पर्छ, अनि यहाँ चाहिँ एउटा क्यान्टिन चलाउन थप उहाँले टोयलेट राम्रो बनाउनु, एउटा क्यान्टिन पनि राम्रो बनाउनु, टुरिस्टहरूलाई एकदमै राम्रोसँगले गर्नु भनेर उहाँले त्यति बेला नै डीसी साहबहरूलाई अनि कन्सर्न डिपार्टमेन्टको अफिसर्सलाई उहाँले निर्देशन दिनुभयो र आज यसको उद्घाटन भएको छ। यो सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री महोदयको एउटा असल सोचको कारण कुन पार्टी कताको भन्ने सोच छैन। अब अहिले यहाँ कोट्यायो भने पार्टी त सायद मिल्दैन पनि होला, तर सरकारले त्यसो गर्दैन। सरकारले सम्माननीय मुख्यमन्त्री महोदयले केही सोच्नु भएन। गरी खानेको लागि सिक्किममा एउटा औजार केही न केही दिनुपर्छ भन्ने सोचले गर्दाखेरि आज सम्पूर्ण परिवारमा एउटा खुसियाली आएको छ। टोयलेट पनि राम्रो बन्यो, यतापट्टि राम्रो क्यान्टिन बस्ने ठाउँ पनि बन्यो, मुनि वाल पनि बनिएको छ। अनि अब यहाँ टुरिस्टहरू आउँछन्। भविष्य के कसले जान्दछ होइन। भविष्य अब रेलको सर्वे भर्खरै तपाईँले हाम्रो एमपी साहबले तलबाट न्युजमा तपाईँहरूले नै हाल्नु भएको छ। यहीँ मुनि स्टेसन साइड बस्नु सक्छ। यहीँ तल हाम्रो क्रान्तिकारी बजारको पल्लोपट्टिबाट यसको सर्वे हुनेवाला छ। भनेपछि भविष्यमा यो एउटा असल बिजनेस गर्ने सेन्टर बनिँदैछ। यो सम्माननीय मुख्यमन्त्री महोदयले स्थापित गर्नुभएको हो र सम्पूर्ण जनताको तर्फबाट, यहाँका पञ्चायतको तर्फबाट, अनि जो पनि उहाँले चलाउनु हुँदैछ अहिले उहाँहरूको तर्फबाट म सम्माननीय मुख्यमन्त्री महोदयलाई धन्यवाद दिन्छु। भनिन्छ सानो कुराले धेरै ठूलो कुरा मान्छेलाई सम्मान पुग्न सक्छ, सहायता पुग्न सक्छ। हुन त यो 5 लाखको एउटा प्रोजेक्ट थियो, तर यसले यहाँको जीविकोपार्जन गर्नुको लागि धेरै समयको लागि उहाँहरूलाई एउटा राम्रो गरी खाने ठाउँ बनिएको छ र म सम्पूर्ण जनताको तर्फबाट नै सम्माननीय मुख्यमन्त्री महोदयलाई धेरै धेरै धन्यवाद दिन्छु। सर, यो लाइनमा धेरै फास्टफुड अझै पनि छन्, उहाँहरूलाई पनि कस्तो के सहयोग हुन्छ सर? किन नहुने, सबैलाई सहयोग हुन्छ। अब यो एक ठाउँ उहाँले गर्नुभयो, अरू ठाउँ पनि यस्तो परिस्थितिमा भएको जसले आफै चलाउँदैछन्। यहाँ माथि पनि छ, पर पनि छ। पालै पालो उहाँहरूले त्यस्तो सपोर्ट भने अहिले मुख्यमन्त्री महोदयको योजना पनि छ। म फास्टफुड खोल्छु, म गाडी धुने ठाउँ खोल्छु, म पार्लर बनाउँछु, म वाल लगाउँछु इत्यादि गर्दा आफ्नो कोषबाट उहाँले एउटा योजना अन्तर्गत सारा सिक्किमे जनतालाई सपोर्ट गरिरहनु भएको छ। धेरै मान्छेले त्यो सपोर्टले गर्दा उहाँहरूले 2-4 जना मान्छे स्टाफ राखेर गरी खाने भएका छन्। आज उहाँहरू मालिक भएका छन्। र यो सोच तपाईँको अरूतिर पनि सबैले एप्लाई गरे भने हुन सक्छ। तर अब भएको जति जम्मैले यही कुरो पाउँछन् भन्ने त होइन। आफ्नो आफ्नो डिफ्रेन्ट के छ गर्ने, त्यसमा सरकारले सारा सिक्किममा सहायता गरिरहेको छ। क्षेत्र विधायकको नातामा तपाईँ के भन्न चाहनुहुन्छ? म क्षेत्र विधायकको नातामा सम्माननीय मुख्यमन्त्री महोदयलाई यहाँ जसले क्यान्टिन सोताङ परिवारको पक्षबाट, जनताको तर्फबाट यो खालको कामले जनतालाई, खट्टी खाने मान्छेलाई धेरै ठूलो सहयोग पुग्छ र म अन्तर आत्माबाट सम्माननीय मुख्यमन्त्री महोदयलाई धेरै धेरै धन्यवाद दिन्छु।